अर्को कुरा अघि बुढाकोटीजीले भन्नुभयो चक्रवर्ती नेता चाहिँदैन यार। जेनजीले सामूहिक अभियानबाट सत्ता पल्टाइदियो, को एउटा चक्रवर्ती नेता कुरेर बसेको हो हामीले? होइन नि, यो युगै फेरिया छ, यो कलेक्टिभ लिडरसिपको युग हो। यसमा प्यारलल चाहिन्छ, फ्ल्याट चाहिन्छ होइन। यसमा अलिकति बढी सोचेर बोल्नुहोस् है। यो चक्रवर्ती नेताको कुरा प्लिज छोडिदिनुहोस् है। सबै यहाँ यसो हेर्दाखेरि नेता हुन आउन खोजिरहेको जस्तो देखिन्छु म। को एउटा चक्रवर्ती मेरो माथि आएर बस्ने? अब मलाई इन्ट्रेस्टै छैन त्यो पोलिटिक्सको। कलेक्टिभ लिडरसिप बुझ्नुहोस्, क्रिएटिभिटी बुझ्नुहोस्, कम्युनिकेसन, कम्प्यासन, कोलाबोरेसन बुझ्नुहोस्। विचार नमिल्नेहरू नआउनुहोस्, आफ्नो प्लेटफर्म बनाउनुहोस् होइन। के छ र, मल्टिपार्टी डेमोक्रेसी हो, त्यसको लागि बरु लडौँ होइन। संहिताले हामीलाई त्यो ठाउँ दिएको छ, आफ्नो आफ्नो ठाउँबाट प्रतिनिधित्व गर्ने। कम्पिट गरौँ न, एजेन्डामा कम्पिट गरौँ, केही फरक पर्दैन। भाइब्रेन्ट डेमोक्रेसीको लागि, भाइब्रेन्ट डेमोक्रेसीको लागि रासपा भित्रबाट व्यक्ति विशेषलाई म भन्दिनँ, भएको एउटा खालको एकदमै डेन्जरस प्रभाव चाहिँ डिलेजिटिमाइजेसन अफ मिडिया चाहिँ भएको थियो। 12 भाइ भन्ने यो ल्याङ्ग्वेजले यस्तो उभार ल्याइदियो कि अहिले क्रेडिबल मिडिया को हो र नन क्रेडिबल मिडिया हो को हो भनेर छुटाउनलाई हाम्रो समाज चाहिँ विक्षिप्त भएको छ। त्यो चाहिँ इन्स्टिट्युसन अफ डेमोक्रेसी हो। प्रेस भनेको इन्स्टिट्युसन अफ डेमोक्रेसी हो। चौथो खम्बा भन्छ, जब कुनै पार्टीको नेताले बसेर चौथो खम्बालाई एक्सट्रिम डिलेजिटिमाइजेसन गर्छ, त्यो पनि तपाईँको कल्टिस लिडरले है। अहिले तपाईँले भन्नुभयो रवि हो कि होइन भनेर। रवि लामिछाने व्यक्तिगत हिसाबले उहाँलाई अप्ठ्यारो परिरह होला, यो होला त्यो होला, रासोपारी उहाँको मुद्दा रन गर्ला। तर हामीलाई भगवान जस्तो नेता चाहिएको छैन। हामीलाई नागरिकहरू चाहिँ सबैतिर नेतृत्व गर्न सक्ने, सबैको एजेन्डा बोक्न सक्ने, एकदम बाहुल्यमा मल्टी के भन्छ जस्तो देश विविध छ भनेको छ त्यस्तो विविध खालको नेताहरूले चाहिँ आफ्नो आफ्नो ठाउँबाट लडेर गर्नु पर्यो।